नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको जानकारीमूलक भिडियोमा। आज हामी चर्चा गर्नेछौं पोर्चुगल D1 भिसाको बारेमा, जुन अहिले धेरै देशका मानिसहरूको ड्रिम डेस्टिनेसन बन्दै गइरहेको छ। यदि तपाईहरु एग्रिकल्चर, कन्स्ट्रक्सन, हस्पिटालिटी वा अन्य लो स्किल काम गर्न चाहनुहुन्छ भने यो भिसा तपाईहरुको लागि उपयुक्त हुन सक्छ। कृपया अन्तिमसम्म हेर्नुहोस् किनभने म सम्पूर्ण प्रक्रिया, तलब, प्रोसेसिङ समय, आवश्यक कागजात, बसोबास र भविष्यमा PR पाउने सम्भावना बारेमा पनि बताउँदैछु। पोर्चुगल D1 भिसा भनेको के हो? D1 भिसा एक प्रकारको कामदार भिसा हो जुन पोर्चुगल सरकारले विदेशी कामदारहरूलाई देशमा ल्याएर काम गराउने उद्देश्यले प्रदान गर्दछ। यो भिसा विशेष गरी लो स्किल र मिडियम स्किल कामहरूका लागि दिइन्छ, जस्तै कृषि, सफा गर्ने काम, होटल, रेस्टुरेन्ट निर्माण आदि। पोर्चुगल D1 भिसा अन्तर्गत पाइने मुख्य कामहरू एग्रिकल्चरमा फल टिप्ने, खेतमा काम गर्ने, क्लिनिङमा घर वा होटल सफा गर्ने, होटल र रेस्टुरेन्ट स्टाफ जस्तै किचन हेल्पर, वेटर, डिसवासर, कन्स्ट्रक्सन लेबर, प्याकेजिङ एन्ड फ्याक्ट्री वर्कर्स। यी सबै कामहरूमा सामान्यतया धेरै उच्च शिक्षा आवश्यक नपर्न सक्छ, तर केही सेक्टरमा न्यूनतम योग्यताको आवश्यक हुन्छ। शिक्षा कति चाहिन्छ पोर्चुगल D1 भिसाको लागि? पोर्चुगल D1 भिसाको लागि धेरैजसो काममा कम्तीमा कक्षा 8 पासदेखि 12 पास भए पुग्छ। एग्रिकल्चर, क्लिनिङ र होटलका केही कामहरूमा धेरै पढाइ नचाहिन सक्छ। कन्स्ट्रक्सन, फ्याक्ट्री वा रेस्टुरेन्टमा +2 वा भोकेसनल तालिम भएको राम्रो मानिन्छ। यदि तपाईको सिप प्रमाणित छ भने, जस्तै तालिम गरेको सर्टिफिकेट, थप फाइदा हुन्छ। पोर्चुगल D1 भिसामा तलब कति हुन्छ? पोर्चुगलमा न्यूनतम तलब €820 देखि €1000 सम्म हुन्छ। काम अनुसार फरक पर्न सक्छ। एग्रिकल्चर जब्समा 800 देखि €950 प्रति महिना, होटल रेस्टुरेन्टका कामहरूमा €900 देखि €1100 प्रति महिना, कन्स्ट्रक्सन फिल्डमा €1000 देखि €1300 सम्म कमाइ गर्न सकिन्छ। ओभरटाइम गरेमा अझ बढी कमाउन सकिन्छ। केही कम्पनीहरूले बसोबास र खानाको सुविधा पनि दिन सक्छन्। D1 भिसाको लागि आवश्यक कागजातहरू भ्यालिड पासपोर्ट, जब अफर लेटर फ्रम पोर्चुगल, इम्प्लोयमेन्ट कन्ट्र्याक्ट, पुलिस रिपोर्ट, हेल्थ इन्सुरेन्स र अकोमोडेसन प्रुफ। एकाडेमिक सर्टिफिकेट यदि कम्पनीले माग्यो भने, इम्प्लोयरले तपाईहरूको लागि पोर्चुगलको सेफ फरेन एन्ड बोर्डर सर्भिसमा वर्क पर्मिट एप्लाई गर्नुपर्दछ। D1 भिसा प्रक्रिया कसरी हुन्छ? स्टेप 1 जब खोज्ने, जब अफर लेटर पाउनु पर्दछ। स्टेप 2 इम्प्लोयरले सेफमा अप्रुभल गराउँदछ र स्टेप 3 अप्रुभल आएपछि VFS ग्लोबलमा गएर D1 भिसाको लागि एप्लाई गर्ने। स्टेप 4 इन्टरभ्यू र बायोमेट्रिक प्रक्रिया हुन्छ। स्टेप 5 भिजा एप्रुभल भएपछि पोर्चुगल जान पाइन्छ। प्रोसेसिङ टाइम सामान्यतया 2 देखि 4 महिना लाग्न सक्छ। जब कसरी पाउने? लिङ्किन, युरो जब पोर्टल, इन्डिड पोर्चुगल जस्ता साइटहरू प्रयोग गर्न सकिन्छ। पोर्चुगलका एग्रिकल्चर रिक्रुटमेन्ट कम्पनीहरूसँग सम्पर्क गर्न सकिन्छ। केही नेपाली एजेन्टहरूले पनि सेवा दिँदै आइरहेका छन्, तर विश्वसिलो एजेन्ट छान्नुहोस्। आफैले एप्लाई गर्दा स्क्यामबाट बच्न सकिन्छ। पोर्चुगलमा जीवन स्तर र बसोबास। पोर्चुगल युरोपको धेरै शान्त र सुन्दर देशहरूमध्ये एक हो। त्यहाँको जीवनशैली आरामदायक छ र खाना पनि धेरैजसो नेपाली स्वादसँग मिल्दोजुल्दो छ। भाडाको घर सस्तो छ। सहरमा एउटा बेड स्पेस फ्ल्याटको भाडा 300 देखि 500 जति पर्न सक्छ। साझेदारीमा बस्दा खर्च धेरै घट्छ। D1 भिसाबाट परिवार लैजान मिल्छ। D1 भिसा पाएपछि कामदारले फ्यामिली रियुनिफिकेसनको लागि एप्लाई गर्न सक्छ, तर 1 वर्ष काम गरेर ट्याक्स तिरेको देखाउनु पर्ने हुन्छ। त्यसपछि स्पाउस र बच्चालाई बोलाउन सकिन्छ। यसले परिवारसँग बस्न पाउने ठूलो अवसर दिन्छ। पोर्चुगल D1 भिसाबाट PR पाइन सकिन्छ। पोर्चुगलमा लगातार 5 वर्ष काम गरेपछि पर्मानेन्ट रेसिडेन्सी PR को लागि एप्लाई गर्न सकिन्छ। त्यसपछि अझ 1-2 वर्षमा तपाईँ सिटिजन बन्न पनि सक्नुहुनेछ। यसका लागि ल्याङ्ग्वेज कोर्स र इन्टिग्रेसन प्रोसेस पूरा गर्नुपर्ने हुन्छ। सावधानी र सुझावहरू। फेक एजेन्टबाट सचेत रहनुहोस्। धेरैजसो ठगी रिक्रुटमेन्टको नाममा हुन्छ। अफिसियल पोर्चुगल वेबसाइट र ट्रस्टेड एजेन्सीहरू मात्र प्रयोग गर्नुहोस्। सम्पूर्ण कागजातहरू स्क्यान गरेर सुरक्षित राख्नुहोस्। कुनै पनि डकुमेन्ट जाली वा नक्कली नबनाउनुहोस्। यसले गर्दा भिजा रिजेक्ट वा ब्यान्ड हुन सक्छ। पोर्चुगल पुगेपछि कम्पनी परिवर्तन गर्न पनि मिल्छ, तर कानुनी प्रक्रिया
पूरा गर्नुपर्दछ। यसरी तपाईले पोर्चुगलको D1 भिसा प्राप्त गरेर राम्रो जागिर, स्थायित्व र भविष्य बनाउन सक्नुहुनेछ। यो अवसर मेहनती र विदेशमा राम्रो भविष्य खोज्ने सबै नेपाली नागरिकहरूको लागि राम्रो विकल्प हो। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अन्य देश र भिसाको बारे जानकारी चाहनुहुन्छ भने तल कमेन्टमा लेख्नुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।